परमेश्वरको असीम अनुग्रहले भरिएको एउटा अद्भुत यात्रा आज हामी फर्केर हेर्दैछौँ 40 वर्ष अगाडि सुरु भएको त्यो सानो कदमतिर, जसले आज एउटा जीवित गवाहीको रूप लिएको छ। विक्रम सम्वत 2042 साल तत्कालीन पोखरा नगर पञ्चायत, हालको पोखरा महानगरपालिका वडा नम्बर 1 भीमबजारको एउटा सामान्य भाडाको कोठा, जहाँ केही विश्वास गर्ने हृदयहरू भेला भएका थिए। त्यो ठाउँ ठुलो थिएन, सुविधाहरू प्रशस्त थिएनन्, तर त्यहाँ थियो अटल विश्वास, प्रार्थनाको गहिरो आत्मिकता र परमेश्वरप्रतिको पूर्ण समर्पणता। त्यही सानो सुरुवातबाट मण्डलीको यात्रा अघि बढ्न थाल्यो, शान्त तर शक्तिशाली रूपमा। विक्रम सम्वत 2042 सालदेखि 2047 सालसम्म भीमबजारमै सङ्गति निरन्तर रूपमा चलिरह्यो र समयसँगै विश्वास गर्ने हृदयहरू सङ्ख्यामा थपिँदै गए। त्यो सानो बिउ परमेश्वरको असीम अनुग्रहले बिस्तारै बिस्तारै फल्दै फुल्दै गयो। विक्रम सम्वत 2048 सालमा भीमबजारमा चल्दै गरेको सङ्गति नदीपुर स्थित एउटा भाडाको घरमा सारियो। यात्रा सजिलो थिएन, तर प्रत्येक कदममा परमेश्वरको अगुवाई स्पष्ट थियो। विक्रम सम्वत 2049 साल साउन 7 गते आफ्नै मण्डली भवन निर्माणको निम्ति जग हाल्ने काम सुरु भयो। अन्ततः 2050 साल फागुन 12 गते मण्डली भवन निर्माण पूर्ण रूपमा सम्पन्न गरी परमेश्वरमा अर्पण गरियो र मण्डलीले आफ्नै भवनबाट सङ्गति सुरु गर्यो। आज भीमबजार मण्डली नदीपुर मण्डलीको रूपमा चिनिएको छ। 40 वर्षको विश्वास, समर्पण र अनुग्रहको जीवन्त गवाही बनेर उभिएको छ। यो केवल इतिहास मात्र होइन, यो परमेश्वरको अनुग्रहको जिउँदो साक्षी पनि हो। मण्डलीको जीवनमा दिदीबहिनीहरूको भूमिका धेरै महत्त्वपूर्ण छ। उहाँहरू प्रार्थनामा निरन्तर लागिरहनुहुन्छ, सेवामा समर्पित हुनुहुन्छ र प्रेममा एकताबद्ध भएर मण्डलीलाई अघि बढाइरहनु भएको छ। धेरैजसो उहाँहरूको सेवा बाहिरबाट देखिँदैनन्, तर उहाँहरूको विश्वास र समर्पणताले मण्डलीलाई भित्रबाट बलियो बनाइरहेको हुन्छ। प्रार्थनामा बगाएका आँसुहरू, सेवामा देखाएको धैर्यता, यी सबैले आजको मण्डली निर्माणमा ठुलो योगदान दिएको छ। आज पनि उहाँहरूको जीवन हामी सबैको लागि एउटा प्रेरणा बनेको छ।
जवानहरू मण्डलीको शक्तिहरू हुन्, ऊर्जा, जोश र उत्साहले भरिएका। उनीहरू भविष्यको आशाहरू पनि हुन्। उनीहरू केवल सहभागी मात्र होइनन्, तर नेतृत्व गर्ने, सेवा गर्ने र अगाडि बढाउने जिम्मेवारी पनि लिएका छन्। परमेश्वरको वचनमा उभिएर उनीहरूले जीवनलाई सही दिशामा अघि बढाइरहेका छन्। चुनौतीहरू भए पनि उनीहरू विश्वासमा दृढ छन् र यही समर्पणताले मण्डलीको भविष्य उज्जवल बनाइरहेको छ। यी साना बालबालिकाहरू मण्डलीको भविष्य हुन्। उनीहरूको सानो हृदयमा आज परमेश्वरको वचन रोपिरहेको छ। गीत, शिक्षा र सङ्गीत मार्फत उनीहरू विश्वासमा हुर्किरहेका छन्। आज सिकेका साना कुराहरू भोलि उनीहरूको जीवनको आधार बन्नेछन्। यसरी हेर्दा यी साना बालबालिकाहरूमा हामी भोलिको मण्डलीलाई स्पष्ट रूपमा देख्न सक्छौँ। मण्डली केवल भित्र सीमित रहने ठाउँ मात्र होइन, यो संसारमा प्रकाश बन्ने बोलावट पनि हो। सुसमाचारको सन्देश लिएर विश्वासीहरू घर घर र गाउँ गाउँ पुगेका छन्। चुनौतीहरू आए, कठिनाइहरू पनि आए, तर परमेश्वरको वचन कहिल्यै पनि रोकिएन। प्रेम, आशा र उद्धारको सन्देश आज पनि मानिसहरूको जीवन परिवर्तन गरिरहेको छ। यसरी सुसमाचार प्रचार मण्डलीको धड्कन जस्तै अगाडि बढिरहेको छ।
विश्वास केवल मनभित्र मात्रै राख्ने कुरा होइन, यसलाई देखाउन पनि जरुरी हुन्छ। र्यालीहरू मार्फत मण्डलीले समाजमा आफ्नो विश्वास प्रकट गरेको छ। एकतामा उभिएर परमेश्वरको नाउँ उच्च पार्दै विश्वासीहरूले आफ्नो पहिचान देखाएका छन्। यो केवल कार्यक्रम मात्र होइन, यो विश्वासको घोषणा पनि हो। बप्तिस्मा नयाँ जीवनको सुरुवात हो। पुरानो जीवनलाई त्यागेर नयाँ यात्रामा अघि बढ्ने निर्णय। यो केवल एउटा विधि मात्र होइन, यो विश्वासको गहिरो प्रतिबद्धता पनि हो। प्रत्येक बप्तिस्मामा नयाँ आशा हुन्छ, नयाँ सुरुवात हुन्छ। यो क्षण खुसी, कृतज्ञता र आत्मिक आनन्दले भरिएको हुन्छ। विवाह परमेश्वरद्वारा स्थापित पवित्र सम्बन्ध हो। दुई जीवन एउटै यात्रामा अघि बढ्ने निर्णय। परमेश्वरको उपस्थितिमा यो बन्धन स्थापित भएको हुन्छ। यो केवल खुसीको क्षण मात्र होइन, यो जिम्मेवारी र समर्पणताको यात्रा पनि हो। जब परमेश्वर केन्द्रमा हुनुहुन्छ, त्यो सम्बन्ध बलियो र स्थायी पनि हुन्छ। सरसफाइ सानो जस्तो देखिने काम हो, तर यसको अर्थ धेरै ठुलो हुन्छ। मण्डलीको हरेक कुनालाई सफा राख्दै विश्वासीहरूले आफ्नो प्रेम देखाएका छन्। यो केवल बाहिरी सफाइ मात्र होइन, यो भित्रको समर्पणताको चिन्ह पनि हो। हामी यहाँ सिक्न सक्छौँ, सेवा सानो वा ठुलो कहिल्यै पनि हुँदैन। मण्डली केवल आराधना गर्ने स्थल मात्रै होइन, यो एक परिवार पनि हो। पिकनिकका यी क्षणहरूमा हाँसो, रमाइलो र आत्मीयता देखिन्छ। एक अर्कासँग समय बिताउँदै सम्बन्धहरू अझ नजिक बन्दछन्। यी साना खुसीको पलहरूले मण्डलीको एकतालाई अझ बलियो बनाइदिन्छ।
आज हामी यो उचाइमा उभिएका छौँ एउटा परिवारको रूपमा। यो केवल भवनहरूको कथा होइन, यो मानिसहरूको कथा हो, विश्वास गर्ने हृदयहरूको कथा। 40 वर्षको यात्रामा हामीले धेरै कुराहरू देख्यौँ, सङ्घर्ष, आँसु, खुसी र विजय। तर यी सबैभन्दा माथि हामीले अनुभव गऱ्यौँ परमेश्वरको अटल विश्वास योग्यता। आजको यो मण्डली हाम्रो होइन, यो परमेश्वरको काम हो। हामी अझै अगाडि बढ्नेछौँ। हाम्रो प्रार्थना एउटै छ, आउँदा दिनहरूमा पनि उहाँकै महिमा अझ प्रकट भएको होस्। नदीपुर मण्डली एक परिवार, एक विश्वास र एक उद्देश्य। अब केवल 40 वर्षको सम्झना मात्र होइन, तर अनन्त यात्रातर्फको प्रतिबद्धता, जहाँ हरेक पाइलाहरू उहाँकै अनुग्रहमा, हरेक श्वास उहाँकै प्रेममा र हरेक विजय उहाँकै महिमाको लागि हुनेछ। यो हाम्रो कथा होइन, यो परमेश्वरले लेखिरहनु भएको कथा हो र त्यो कथा अझै पनि सकिएको छैन।